त्यो यो हात जस्तो पो देखिन्छ त ऊ लौ यहाँ चाहिँ आज सुर्खेत ब्रेड नम्बर 10 सुर्खेतमा बस्साभन्दा हल्का तल्लोपट्टि चाहिँ पानी भारी वर्षाको कारणले गर्दाखेरिमा पुरै बाढी आएको छ है। हाम्रो घरको वरिपरि अगाडिपट्टि पनि पछाडिपट्टि पनि पुरै ठुलो नदी जस्तो त्यो बाढी आएर चाहिँ लास्टै ठुलो चाहिँ क्षति गरिरहेछ है। यहाँ पुरै घरमै पस्नु लागेको छ लगभग पानी हुनु भयो। यस्तै छ है गाइस, यहाँ गाह्रो छ। यो चाहिँ अब सम्बन्धित निकायसम्म चाहिँ पुगोस्, यो भिडियो सरकारसम्म पुगोस् अनि यहाँको चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ यो तर्फ चाहिँ सरकारले ध्यान दियोस् भन्न चाहन्छु। पुरै घरकै अगाडि कर्णाली नदी बगिरहेको जस्तो देखिन्छ। त्यो चाहिँ सरकारले चाहिँ यसमा चाहिँ ध्यान आकर्षण होस् सरकारको भन्न चाहन्छु। अनि त्यसपछि लास्टै गाह्रो छ यहाँको चाहिँ अवस्था। यहाँ रोडहरू देखिएको छैन है, हजुरहरूले देख्नुभयो होला अहिलेको भिडियोहरूमा पुरै रोडहरू छैन, त्यहाँ देखिएको छैन। यहाँ तलको खेतहरू केही पनि देखिएको छैन। अनि घरकै हाम्रो आडैमा यहाँ पानी आएको पनि हजुरहरूले देख्नुभएको होला। यो भिडियो चाहिँ सरकारसँग पुगोस् भन्न चाहन्छु। हस्त, धन्यवाद।